लौ आइ भन्छ र न बे मम्मीले त डर लाग्यो अरे हौ फेरि मान्छे त गइरो छ मान्छे त पस्यो भने त ऊ त्यही जहाजमा निक्लिहाल्छ निकाल्नु पर्यो प्यारी समझ गई माथि माथि हेरे जस्तो गर्नु न यत्तिकै उयो साइडमा उयो हाँस्नु न अलिक एउटा गाडा मात्रै निस्किन्छ हौ कस्तो राम्रो काम मम्मीलाई भाइलाई एउटा छाता लगाइदिनु पर्छ कतिवटा छाता छ भन्नु त त्यहाँ आएछ हौ खोला हेर्नु सरी एउटा खतरा प्राङ्क हान्थ्यौँ कि क्या हो भाइले हात काटो भनेर कस्तो हेर न मम्मी भाइले हेर्न हातै काटो काटो हैप्पी मदर्स डे तो वाले टर्म चाहिँ भएन झुट बोल्न पनि छैन मम्मीले ल्याउनु पर्ने रहेछ है ह्याप्पी मदर्स डे कस्तो लाग्यो तपाईलाई यो हामी लिजार्डको अब बर्खमा एकचोटि आउँछ के गर्नुहुन्छ तपाईहरु यो यस्तो गर्नु न यस्तो र त्यो मम्मीलाई दिएन एकछिन बाल्दैन यो सेम चाहिँ A few moments later.
नगर मम्मीलाई यो प्लिज त्यस्तै नराम्रो नगर्नु है ह्यापी बर्थडे मम्मी भन्न पाइँदैन ह्यापी मदर्स डे भन्नुपर्छ ह्यापी मदर्स डे मम्मी ह्यापी मदर्स डे ह्यापी मम्मी ह्यापी मदर्स डे हेल्दी हुनु ल प्यारी पिटुकी ल पकड न नाइ गर्थिन भन्नु मम्मी मम्मी गर्थिन भन्नु मैले हटेबाट आएको देख्छु भन्नु मैले हटेबाट आएको देख्छु ल साँच्चै मम्मी साँच्चै ल मम्मी जानु मलाई मिठो भएको थाहा छैन हो मम्मीले म झन् राम्रो भाग्न परेछ मुखमा पुरै बल गरी छान्दै हुन्छ त्यहाँ मुख होइन कति मदर्स डे मम्मी मलाई त कति राम्रो छ अब छोरी लाग्दिनु अनि तपाईहरुलाई कान्छो छोरालाई ह्यापी मदर्स डे भन् मम्मी हेर दुख मम्मी दुख चाड्दैछ ऊ आफ्नो दुख घुटुको मिल्दैछ मम्मी आज कस्तो भयो त मदर्स डेको दिन खानु रमाइलो भयो कुनै भिडियो बनाउँदै तेरो ह्यापी मदर्स डे बाइ बाइ कस्तो लाग्यो भिडियो लाइक कमेन्ट शेयर सब्स्क्राइब बाइ बाइ